सम्पूर्ण नेट चलाएर बस्नुभएका दर्शकहरुमा सर्वप्रथम त मेरो नमस्ते। मेरो एउटा सानो गजल वाचन हुँदैछ। गजलको शीर्षक छ हामी सुकुम्बासी है, हुकुमबासी हैन, हामी सुकुम्बासीहरु है त। घर थियो माटोको सपना थियो आकाश जस्तै, घर थियो माटोको सपना थियो आकाश जस्तै, आज बाटोमै झरे जीवन भयो सास जस्तै, आज बाटोमै झरे जीवन भयो सास जस्तै। सरकारको हुकुम आयो उजाडियो बस्ती हाम्रो, सरकारको हुकुम आयो उजाडियो बस्ती हाम्रो, आँसु झर्छन् सधैँ हाम्रा पीडा भयो त्रास जस्तै, आँसु झर्छन् सधैँ हाम्रा पीडा भयो त्रास जस्तै। न त कागज न त जग्गा दोष के थियो हाम्रो, न त कागज न त जग्गा दोष के थियो हाम्रो, बाँच्न खोज्दा पाइन्छ सजाय किन पास जस्तै, बाँच्न खोज्दा पाइन्छ सजाय किन पास जस्तै। बालबालिका रोइरहे आमाको मन भक्कानियो, बालबालिका रोइरहे आमाको मन भक्कानियो, भोकसँगै रात बिते दिन पनि उपवास जस्तै, भोकसँगै रात बिते दिन पनि उपवास जस्तै। कसले सुन्ने दुःख हाम्रो, कसले बुझ्ने पीडा, कसले सुन्ने दुःख हाम्रो, कसले बुझ्ने पीडा, आवाजहरू हरायो मौन भयो बास जस्तै, आवाजहरू हरायो मौन भयो बास जस्तै। मानवता कहाँ हरायो न्याय किन टाढा भयो, मानवता कहाँ हरायो मानवता किन टाढा भयो, सपना सबै टुटे जीवन भयो लास जस्तै, सपना सबै टुटे जीवन भयो लास जस्तै। हजुर वास्तविक सुकुम्बासीहरूलाई त सरकारले व्यवस्था गरिहाल्ला र गरिहाल्छ पनि है साथीहरू, तर हुकुमबासीको त उठिबास हुनै पर्छ। हुकुमबासीहरूको म भन्न चाहन्छु साथीहरू है त, ल सबैले माया गरिदिनु होला, लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब फलो गरिदिनु होला, फलो ब्याक दिन्छु हजुर है, ल त धन्यवाद, ल त।